ऑल राइट गाइज वान सेकेन्ड सबैलाई नमस्कार। मेरो सुने चाहिँ ट्याक्क घामको सँग सुरुवाती भएको छ। हजुरको कसरी भयो? त्यसपछि होटल गएर चाहिँ ट्याक्क हाम्रो भ्यू यस्तो छ होटलको चाहिँ। त्यसपछि दिउँसो चाहिँ मैले मोमो बनाउँदै थिएँ। मोमोको यो टिक्कीको लागि चाहिँ ट्याक्क बेलनलाई रेडी गरेर यसरी काट्दै थिएँ मैले मोमो चाहिँ। अनि त्यसपछि दिउँसो चाहिँ अर्डर आएको थियो 2टा चिकन चाउमिन। त्यसपछि अरू अर्डर चाहिँ देखाउन पाइएन किनभने अलिक बिजी नै थियो। त्यसपछि मोमोको अर्डर आएको थियो दिउँसो ट्याक्क अनि मोमोसम्म दियो। त्यसपछि केटाहरूलाई नास्ता बनाइदिएको थिएँ मैले आज भुटेको भात ट्याक्क कराईमा भात भुटेर दिँदै थिएँ केटाहरूलाई एकदम बवाल तरिकाले। त्यसपछि तिनीहरूलाई दिइसकेपछि चाहिँ यो चिकन स्टु मोमोको अर्डर आएको थियो ट्याक्क मजाले त्यो दियो। त्यसपछि आज मैले चाहिँ हाम्रो होटलको फेमस नाङ्लो डिस भन्ने कुरा मैले आफ्नो युट्युब च्यानलमा हालेको छु। कृपया मेरो युट्युब च्यानलमा गएर सब्सक्राइब गर्न नभुल्नु होला। यदि नयाँ साथी हुनुहुन्छ भने माया देखाइदिनु होला। यो मेरो फेसबुकमा पनि साथीहरूले फलो गर्ने अनफलो गर्ने त्यस्तो नगर्नु होला, किनभने अनफलो गरेपछि हजुरलाई नै घाटा हो, मलाई पनि घाटा हो। हजुरले अनफलो गरेपछि मैले फलो गर्ने कुरा आउँदैन, मैले पनि अनफलो नै गरिदिन्छु। त्यही भएर एकले अर्कालाई सपोर्ट गरेर हिँडौँ। यो चाहिँ हाम्रो नाङ्लो सेट हो, हाम्रो सुर्खेतको फेमस नाङ्लो सेट। ट्याक्क एउटा डिउसँग मजाले 3 देखि 4 जनालाई मजाले पुग्छ। नाङ्लो सेट चाहिँ फेमस हो यहाँको। ट्याक्क नाङ्लो सेट चाहिँ यस्तो छ हाम्रो। मोमो, चाउमिन, ससेस, फ्रेन्च फ्राई, त्यसपछि बिरयानी, चिकन रोस्ट, मटन सेकुवा, सलादहरू मिलेर ट्याक्क बनाइएको छ। यो चाहिँ यसको प्राइस चाहिँ 1800 रहेको छ। यदि हजुरहरूलाई खान मन छ भने हाम्रो सुर्खेत पिपल चौतारा वीरेन्द्रनगर 6मा आउनु होला, म यही भन्न चाहन्छु। त्यसपछि अरू त के नै भन्न सकिन्छ र। अनि दिउँसोको टाइममा यो 5वटा ग्रिन टी, त्यसपछि एउटा मिल्क कफी अर्डर आएको थियो। हाम्रो रेस्टुरेन्टको रातिको भ्यू चाहिँ ट्याक्क यस्तो बवाल छ है हाम्रो रेस्टुरेन्टको भ्यू। उता भित्र पनि छ, यो भित्रतिर भइहाल्यो, उता बाहिरतिर भइहाल्यो। त्यसपछि साँझको समयमा चाहिँ ससेसको अर्डर आएको थियो, ससेस पिकअप गराइयो। यदि मेरो भिडियो हजुरलाई मनपर्छ भने लाइक, कमेन्ट, सब्सक्राइब, सेयर गर्न नभुल्नु होला।